लु हजुर अब भिडियो हेर्दा हेर्दा आधा दिन भयो। अब कतिखेर हामी मेलो जानु? आज मेलो नजाऊ न, छुट्टी गर्दा हुँदैन? हुँदैन अहिले भएर बेलुका कहाँ त नि। अब हामी यहाँ न्युज हेर्छौँ, दुनियाँ पक्री लगेको समात्नु पर्ने, अरे कता दुनियाँ आफ्नो सबै उनीहरूको उहरू खोताल्दैछन्, उनीहरूको गल्तीहरू। अनि हामी चाहिँ कहाँ यहाँ त्यही अहिले भएर हामी त त्यो खानु कसले दिन्छ? अब देशमा के भइरहेछ त यसो त हेर्नु त पर्यो त, यसो घरिघरि त हो नि। तर हेर्दा हेर्दै दिन गएको पनि चिनिँदै छैन, रात गएको पनि चिनिँदै छैन नि त, होइन? हो कि होइन? मलाई त्यस्तो लागेको छ। के गर्नु, आजकल त मलाई त अचम्म लागिरहेछ हो। लाग्दैछ नि। अब प्रत्येक दिन मान्छेहरू ओहिरो अब खोर बाँस पाइन्छ कि पाइँदैन? फलमले पनि मान्छेहरू पक्की घर बनाएको हुन्छ, के पो पक्की घर बनाएको हुन्छ। उनीहरूको घरतिर पनि लगाउनु कि खोर बनाउनु कि। हाम्रोतिरको त बाँस थुप्रो पाइन्थ्यो। बाँदर जस्तो होइन, बाँस कति छ हाम्रोमा, त्यसै कुहेर जान्छ ठाउँमा अहिले यसो 200 रुपियाँ घन दिँदा पनि अलिअलि आम्दानी त हुन्थ्यो होइन? अनि के गर्नु, गाह्रो छ देशको स्थिति। अब खोइ, घाम पनि लाग्दैन। घाम किन नलागेको? दुनियाँको मन रुएको छ। अनि कति पैसा खाएको छन्, कति नतिरेको होला, कतिवटा झक हुँदैछन् होला। अब त उखालेको गर्दा कति अटाउनु हौ। अब खोरमा अट्छन् त भो। अब गाह्रो छ। त्यही भएर रहेछ अरूको नखानु रहेछ, खाए पनि तिरिहाल्नु पर्ने छ। हाम्रो पनि ऋणहरू छ, अलि छ। तर हामी त दिन्छौँ नि भनेको त्यस्तो त छैन नि त। यसो सापट्टिहरू त छ, अब लिखितम त छैन नि त हाम्रो। अब त हाम्रो भनेको उ हो नि त, के भन्छ, गाह्रो। अब त अर्काको ऋण खानु पनि तुक्का छु त्यसरी। हामी त ऋण हो नि त। अब अरू त्यो ठुल्ठुला नेताहरूलाई त ऋण पनि होइन, त्यो त्यसै अरूलाई ठगेर डर पो लाग्नु यताउता थाल्यो गरेर त्यो भ्रष्टाचार गरेको उनीहरूको पैसा हो नि त। तिनीहरूलाई न तिर्नुपर्छ न के गर्नुपर्छ, आनन्दको हो नि त। हामी त तिर्नुपर्छ भने छँदैछ नि, के को चिन्ता त? म त डर लाग्यो। यता पनि आउनु त के आउँथ्यो। अब आउनु पर्दैन। अनि नियम कानुनले पठाएपछि। तर हामीसँग ऋण त छैन है, हल्का टुडे मात्रै छ। यसो त्यति साह्रो चाहिँ छैन। अनि सहकारीतिर के जाति उता